हेलो गाइस उताबाट पानी ल्याउनु त गाइस अलिकति हस् न ऊ त्यहाँको पानी हस् मम्मीलाई बोलाउनु अनि ममा आज चाहिँ हामी बाख्रा काट्दैछौँ है खसी ए खसी काट्दैछौँ है लिनुहोस् बाबा बाख्रा काट्नलाई चाहिँ यस्तै खसी भन्नुपर्छ लाउनुहोस् यो पनि लिएर जानुहोस् फेरि ल्याउनुहोस् खसी काट्नलाई चाहिँ यस्तो आउनुपर्छ है साथीहरू म त हिँड्दै हुनुपर्छ हालिदिउँ म हालिदिउँ ल ल थ्याङ्क यू छोरी वेलकम मेरो छोरीले चाहिँ मलाई एकदम हेल्प गर्नुभएको छ ल यतापट्टि हालिदिनु त यहाँ पलमा तर अलि जाने छैन बिचरा 7-8 वर्षको छोरीले धेरै हेल्प गरिरहेको अब मलाई एउटा धागो ल्याउनुहोस् ल छोरी ऊ त्यहाँबाट ऊ त्यो झुन्डिरहेको हामी चाहिँ धागो लिएर आउँदैछौँ काटेर ल्याए पनि हुन्छ मम्मी कहाँ जानुभएछ त्यत्रो होइन क्या छोरो सानो काटेर ल्याउनु पर्ने उता हेर्नुहोस् त ऊ त्यो बोराको धागो ऊ मम्मी आयो ल सानो धागो ल्याउनु त्यसले लियो कस्तो छ अन्त यहाँ बाँध्नु पऱ्यो कि के गर्छ यो पनि आइदिन्छ लै जानुहोस् तपाईँ अब मारिन साइबर रिसाको छैन यस्तो गर्नुपर्छ है गाइस छोरी हजुर पनि यसरी काट्न सक्नुहुन्छ कसै यसरी बाबाले खसी काटे जस्तो काट्न सक्नुहुन्छ भोलिपछि सक्छु चट्टा पार्नलाई क्या अँ च्याट्टा काटेर चाहिँ फ्याट्टा खानलाई सक्नुहुन्छ त हुन्छ म चाहिँ यहाँ हेर्नुपर्छ है बाबा यहाँ पनि पानी तताउँदैछ है अब पुगिसक्यो भन्नु अब पानी पुगिसक्यो है गर्दा नि यो छुट्याइदिउँ छोराइदिनु हेलो गाइज मलाई चाहिँ भटभटी आयो छिटो गर्नुहोस् बाबा पकाउनु मम्मी छिटो त्यो पक्कै हाल्ने अब पक्कै हाल्ने माम खाँदै गर्ने काम गर्दै गर्ने ओके बेटा ओके बाबा सानो हजुर अब जुत्ता किन्ने पैसाले खसी किन्यो अब जुत्ता चाहिँ के लाउने होला के गर्ने होला भन्नुहोस् त अब के भने जुत्ता किन्ने पैसाले खसी किनिहाल्यो आज होइन अब जुत्ता के गर्ने जुत्ता नकिन्ने अब थोत्रो जुत्ता लगाएर कटाइदियो दसैँ मासु चाहिँ टन्न खाउँ होइन 35 किलो भएको छ 40 किलो हुने भइगयो 40 किलो हुँदा ठिकै हुन्छ नि जरी हुन्छ बाबा अब कति मिनट भयो अब काट्नुहोस् अनि फेरि अर्को खिच्नुहोस् 7 9